आई लभ मैले आज लिएको निर्णयले कहिले पशुपत लान दिने छैन। तेरो बुद्धिले गु खायो, तैँले मलाई धोका दिस। मालती मंगले नाम गरेको मुभीको एउटा टिजर युट्युबमा सार्वजनिक भएको छ। तपाईले पनि देख्नुभयो होला, मैले पनि देखे, जसमा हामीले विजय बराल र वर्षा राउतलाई देख्न सक्छौं। टिजर भरि नै हामीले विजय बराल र वर्षा राउतकै अगाडि पिछाडि घुमेको सीन दृश्यहरू देख्न पायौं। मुभी कस्तो स्टोरीमा बनिँदैछ, कस्तो परिवेशमा बनिँदैछ भन्ने कुरा टिजरमा हामीले छर्लङ्ग देख्न पाइरहेका छौं। विजय बरालजीलाई एउटा प्रश्न गर्न चाहन्छु म। हैन, तपाईले एउटा यस्तो मुभी नेपाललाई दिनुभएको छ जसको रिकर्ड सायद नै 5 वर्ष 10 वर्षसम्म कसैले कुनै मुभीले तोड्न सक्छ होला। यहाँसम्म कि तपाईले बनाएको रिकर्ड तपाई आफैले पनि तोड्न सक्नु हुँदैन जस्तो मलाई लाग्छ। यो मुभीले त्यतिसम्मको ठूलो रिकर्ड बनाउन सफल भएको छ हाम्रो नेपाली मुभी इन्डस्ट्रीमा। अनि यार, तपाई नेपालकै सबैभन्दा उत्कृष्ट कलाकार हुनुहुन्छ अनि तपाईले यस्तो चान्चुने झिंगा मसिना जस्तो मुभीमा खेलिराख्नु भएको छ। होइन, त्यो मुभी जुन चाहिँ तपाईले बनाउनु भयो, तपाईले खेल्नु भयो, जुन चाहिँ नेपालको सबैभन्दा उत्कृष्ट मुभी बनिएर निक्लेको छ, त्यो भन्दा टप नै खालको मुभी बनाउनुस् न यार। कहाँ गाउँले परिवेशमा फेरि फर्किनु भएको, कहाँ त्यही लप्पन छप्पनमा फर्किनु भएको, कहाँ त्यही धोकाबाजीमा फर्किनु भएको यार। तपाईले बनाउनु पर्ने त, तपाईले खेल्नु पर्ने स्टोरीहरू त त्यही पूर्ण बहादुरको सारंगी जस्तो मुभीको स्टोरीमा होइन र? तपाईलाई सुहाउने पनि त्यस्तै मुभीमा हो र तपाईले सबैभन्दा राम्रो दर्शकको माया र प्रतिक्रिया पाउने पनि त्यस्तै मुभी र त्यस्तै स्टोरीमा हो। तपाईको लागि सबैभन्दा सुइटेबल प्लेस भनेको पूर्ण बहादुरको सारंगीको त्यो बुवाको स्थान हो। प्लेस त मैले अगाडि नै भनिसके, स्थान फेरि पनि भनिदिए हो। त्यस्तो खालको नत्र त्यो भन्दा पनि अपग्रेडेड मुभी बनाउनुस् ताकि हामीलाई हेरेर अझै पनि मजा आओस् र फेरि त्यो मुभीले एउटा नयाँ कृतिमान हासिल गरोस्, रचोस्, इतिहास रचोस्, बनाओस्, रिकर्डमा रिकर्ड बनाओस्। तर तपाईको यो नयाँ मुभीको टिजर हेरेर त त्यही ढुङ्गे युगमा फर्किनु भयो जस्तो लाग्दैछ त के हो, मैले त केही बुझ्न सकिन नि भनेर अहिलेको दर्शकहरूले भन्न सक्छन्। तर तपाईको यो मुभी पनि बबालै छ। मैले टिजर हेरे, टिजरमा तपाई र वर्षा राउत बब्बाल खिल्नु भएको छ, खिलाउनु भएको छ फुल चाहिँ। वर्षा राउत हुन चाहिँ मलाई धेरै मन पर्छ, म उहाँको बिग फ्यान हो। साँच्चै नै भन्नुपर्दा मैले कुनै दिन उहाँसँग भेट्ने मौका पाएँ भने साँच्चै म के भन्छु भन्दिन, अकमकिन्छु होला। तर मलाई एउटा कुराले चित्त बुझिरहेको छैन। होइन, नेपाली मुभी इन्डस्ट्रीमा धेरै कलाकारहरू, फिमेल एक्टर आर्टिस्टहरू छन्, तपाईले चाहिँ रोज्नु पर्ने त्यही वर्षा राउत नै हो। जब जब म तपाईलाई मुभीमा वर्षा राउतसँग रोमान्स गरेको देख्छु नि मन कटकटी खान्छ। बुझ्नुस् न यार, पैसा मत करो मेरी जान भने जस्तो मिम जस्तो नबनाउनुस् न। हाम्रो पनि मन हो, हामी पनि कसैले चाहन सक्छौं। यो अलग कुरा हो कि हाम्रो पहिचान त्यहाँसम्म पुग्दैन। वेल, त्यो सबै कुरा छोडौं, त्यो पछि गर्नुपर्छ भेटेपछि। मालती र मंगले मुभीको टिजर जुन सार्वजनिक भएको छ, जुन एउटा गाउँले परिवेशको माया पिरती र कसम सँगै जिउने सँगै मर्ने खाएको छ, टिजर भित्र हामीहरूलाई देखाइएको छ। यो विषयवस्तु, यो स्टोरी कुनै नयाँ होइन। यस्ता खालको मुभी नेपाली मुभी इन्डस्ट्रीबाट बहुतै निक्लेको छ। त्यो कुरा हामी दर्शकलाई पनि थाहा छ र तपाईहरुलाई पनि थाहा छ। तर मालती र मंगले मुभीको टिजर हेर्दाखेरि परिवेश र स्टोरी पुरानै भए तापनि यो मुभीमा हामीले केही नयाँ देख्न पाउँछौं। मुभीको थीम त्यही पुरानै भए तापनि स्टोरीमा केही परिवर्तन, केही अपग्रेडेड देख्न पाउँछौं। डायलगहरुमा केही अपग्रेडेड शैलीहरु देख्न पाउँछौं भन्ने हामीलाई चाहिँ आश छ है। तर टिजर त राम्रो छ, मैले मज्जाले देखे। टिजर राम्रो छ, जुन गाउँको पहाडको त्यो सिनहरु मलाई मन पर्यो। वास्तवमा भन्नु पर्दाखेरि मुभी भित्र तपाईको जुन क्यारेक्टर, जुन रोल, जुन तरिकाको तपाईलाई देखाइएको छ, तपाईको वेशभूषा जस्तो देखाइएको छ, तपाईको क्यारेक्टरलाई जस्तो बनाइएको छ, पहिलाको मुभीहरु भन्दा धेरै छुट्टै छ र मलाई त्यो मन पर्यो। हामी सबैलाई तपाईको त्यो क्यारेक्टर मन पर्छ। त्यसैगरी वर्षा राउतको क्यारेक्टर पनि मलाई मन पर्यो र वर्षा राउत जीको क्यारेक्टर पनि हामी अडियन्सलाई मन पर्छ जस्तो मलाई लाग्छ। र हामीहरूलाई तपाईहरुको कलाकारिता, तपाईहरुको
एक्टिङ, तपाईहरुको प्रतिभा, तपाईहरुको ट्यालेन्ट कस्तो छ भन्ने कुरा पहिलाकै मुभीबाट हामी मूल्याङ्कन गर्न सक्छौं। तपाईहरु अयोग्य त हुनुहुन्न। तपाईहरुको एक्टिङ, कलाकारिता, अभिनयहरु तारिफयुक्त नै हुन्छ भन्ने कुरा हामीहरुलाई थाहा छ र यो मुभीमा पनि हामीले त्यस्तै नै पाउँछौं भन्ने आशा छ। हुन त भर्खर टिजर मात्र सार्वजनिक भएको छ, ट्रेलर आउनु बाँकी नै छ। ट्रेलरमा झन् तपाईहरुले कस्तो खालको सिनहरु, कस्तो खालको परिवेश, कस्तो खालको स्टोरी देखाउनु हुन्छ भन्ने कुरा त अझै हेर्न बाँकी नै छ र त्यसको बारेमा कुरा गर्न बाँकी नै छ। तर ओभरअल टिजरको कुरा मात्र गर्नु पर्दाखेरि मलाई चाहिँ धेरै राम्रो लागेको छ। पुरानै स्टोरी भए तापनि अहिलेको जेनेरेसन, अहिलेको फ्यामिली सँगै गएर मुभी हलमा हेर्ने लायककै छ जस्तो चाहिँ मैले देखेको छु। अब फ्याक्ट फुट्ट डायलगहरु यताउता चिप्लेको छ भने त्यो अलग कुरा हो, तर मुभीको थीम चाहिँ परिवार सँगै गएर हेर्दा पनि फरक पर्दैन जस्तो मैले बुझेको छु टिजर हेरेर। वेल ओभरअल सबै कुरा मलाई राम्रो लागेको छ। म मालती मंगले मुभीको ट्रेलरको प्रतीक्षा गर्नेछु। यो मुभी वैशाख 25 गते रिलिज हुँदैछ देशैभरका सिनेमा घरहरुमा भने यो मुभीको निर्देशक र स्टोरी राइटर चाहिँ प्रकु पाण्डे हुनुहुन्छ र प्रकु पाण्डेजीले यो मुभीमा जुन प्रकारको विषय वस्तु देखाउन खोज्नु भएको छ साँच्चै नै त्यो विषय वस्तु एकदम तारिफयुक्त छ। मुभी भित्र हामीहरुलाई देखाउन खोजेको माया पिरती, विश्वास, विश्वासपछि धोका अथवा मिसअन्डरस्ट्यान्डिङ जस्तो पनि देखाउन खोजिएको छ। त्यो सबै एकदमै राम्रो लाग्यो मलाई। वेल हामी फेरि पनि भेट्ने नै छौं ट्रेलर रिभ्यूमा। तबसम्मको लागि तपाईलाई यो भिडियो कस्तो लाग्यो भिडियोलाई लाइक र कमेन्ट गरेर मलाई अवश्य पनि प्रतिक्रिया दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर मसँग जोडिन सक्नुहुन्छ। हामी फेरि पनि भेट गर्छौं अर्को कुनै मुभीको ट्रेलर टिजरमा। तबसम्मको लागि बाइ बाइ।